छुट्टी भोलि पनि छुट्टी हो कस्तो लाग्छ टी सर्ट त दामी छ होइन यस्तो हुनुपर्छ क्या हेयर स्टाइल बाबा चाहिँ यस्तो लुजर भेस्ट लाउनुपर्छ बुझ्नुभयो तपाईँले पनि लाउनु तपाईँले बढी छ उयो बक्स प्यान्ट आउँदैन त खतरा देखिन्छ उमेरले के भन्छ उमेरले ड्रेसअप के भन्दैन गेटअप भन्दैन जिन्दगी के छ लगाएर राख्ने होइन खाइराख्ने हो त्यो लाउँदा बक्सवाला यो क्या यहाँ छ बक्स प्यान्ट अप्पर लागेको छ यो हो त है सरलाई के चाहिँदैन पुग्यो तपाईँले भइसक्यो पक्कै कामसिन गर्नुभयो सपिङ गरेर राख्नु आज अफर लाग्यो बेला अहिले एकदम अफर लागिरहेको छ यो महिनाको 6 भित्रमा 6 को पहिलो दिनदेखि अन्तिमसम्म अफर हुन्छ हिजो झन् ब्याङ्कको बजार लगाइदियो मिलेन साइज भाइ त्यत्रो छ हेरौँ नि बल्ल हाफ प्यान्ट सबै त्यो लाइनहरू सबै यिनीहरू ओभरअलमा जम्मै होलसेलमा 35-30 छ भोलि फेरि पाउँदैन बन्धु टस लाग भाइ तीनटा वाला एकटा 125 टाका 30 टाका यो वाला 120 टाका भाइ 120 155 ना अफर है आज लास्ट डे अफर भाइ 120 टाका अफर 155 टाका ना 40 टाका ओ भित्र बस भाइ भित्र बस ट्राई गर कयटा 5टा लेबो कितना लेबेन एकटा लेबेन तो 5टा 5टा लेबेन 100 टाका एकटा लेबेन 100 टाका 120 टाका के बताओ मुस्कान तो बहुत अच्छा रे सर यता भाइ नाम की ओए कोथाय जिल्ला बङ्गलादेश मैं कोथाय जिल्ला ओ बङ्गलादेश Hello everyone, a very warm good morning and welcome back to Baramuko Vlogs channel. आज फेरि म यहाँ आइसकेको छु स्टोरमा आज भने सन्डेको दिन हो बबाल हुनेछ म यहाँलाई म अपडेट गरेर जानेछु कौन सी वाला इसका कौन देंगे इधर देखिए इसको अंदर में नहीं उधर में ओनली वन और नहीं चाहिए और कुछ नहीं चाहिए देखो उधर में टी शर्ट ले जाओ आगे में टी शर्ट बैग ओके और कुछ नहीं चाहिए कौन था जिला बांग्लादेश जोशो बॉक्स बाजार अलमा चाहिए पैसा থাকবে পড়েছে पैसा थाक्छ अच्छा मेङ्लामा बस mana मेङ्ला याङ्कोट मेङ्लामा याङ्कोट morning kakak oh kakak morning morning के भयो गुन्द्रुक जस्तै अनुहार भयो काका हो काका के भयो अनुहार त पुरै रातमा सुत्नु भयो सुन्ने काम भन्दै राति यो मर्निङ सरदार के हो अनि पेट त अनि पेट त अगाडि पछाडिको अगाडि आइसकेछ किन यस्तो रातभरि पनि खोइ भयो क्या छुट्टी भोलिसम्म हो
अनि सरदारको टिम यता सबै कजना आएको छ ल हेर्नु उता परतिर हेर्नु सरदार भाइ ल्याउनु त्यो टी सर्ट भाइ लिएर आउँदा त लिएर आउनु त त्यसको म उता गइरहेको छु ल ठ्याक्कै तिनवटामा एउटा एनिवान चुज गरेर ल्याउनु हो त्यो पिछेको ल्याउनु ल यहाँ खोल्ने हो गया ना लेडीज कौन सी होता है भाई लेडीज का ये ऊपर वाला सब लेडीज का है आपको ये घड़ी ओनली एक घड़ी करे 90 रिंगिट 95 90 हो लेकिन दो लेगा 125 में दो सर लियो ना सर आज मौका बता होगा ऊपर एक दिन का प्रॉफिट एक लेगा एक फ्री देगा एनीवन हाँ तो इस कंपनी का दूसरा मतलब लेगा एक ब्रेक क्यों काका क्यों से मालूम है का कुछ ये साबुन का कुछ मालूम है ना ये साबुन एक दाम है ना रिएक्शन एक दाम है भाई ओ भाइ एउटा घडी भाइ हो एउटा घडी किन्न एउटा घडी फ्री छ भाइ हो आज मको आजसम्म लिमिट त्यो पर्फिन एउटा किन्न एउटा पर्फिन फ्री छ हो एनीवन त्यो लुइसको अर्को के कोब्रा सोब्रा के कोब्रा ने फक के छ हो सर के छ खबर त्यो पुरै अनि हातीको सुर जस्तै पुरै साथी पुरा आइयो के छ ठिकै छ लियो भाइ आज मको बेला यतापट्टि एउटा घडी किन्ने एउटा घडी फ्री जाने एउटा पर्फिन किन्ने एउटा घडी फ्री जाने आलु पुरा तल हेर्छ यहाँ 71 हेर्छ 71 हेर भाइ हेर आज इन्जोय गर्ने अङ्कल तल है ठिक छ यिनीहरू apa macam अङ्कल boleh tahan kah किंचिंग सुम्मो boleh मेरा kah boleh tahan ah oh बन्धु एकटा 10 টাকা दो 20 টাকা हो ठीक है ना मैले त के छ खबर ल नयाँ कपडा आछ उता हेरौँ एउटा घडी किनेर एउटा घडी गिफ्ट छ उता के छ कपाल दानी छु ध्यान नै भयो के हो अङ्गला टिकटक मैले ल हेरौँ यता ल आज अफर लागिरहेको छु के हो अनि आज भोलि छुट्टी नै हो भोलिसम्म छुट्टी रोटी छ भने चाहिँ आज आगो बालिदिनु नि त काँचो मासु खाइन्छ खाँदैन कति खानु पाकेको होइन आम्म ओ भाइ यता फर्केन के हो म भिडियोमा टी सर्ट लिनु नयाँ नयाँ आएको छ ज्याकेट फुका अहिले हुन्छ भाइ खोइ ए लटेकसम्म दिइहाल्ने नि अनि अरू कुरा अरू के लिउँ कपडा जहिले सुटिङ मात्रै खाने कभर नफेरौँ सोयाबिन यता छ तल अर्को भाइले के चाहिन्छ होस् किलाक पुन भालो के हो बोल्नु न सर के छ खबर छुट्टी अनुहार त रातो भएछ के हो हेलमेट के खानु आलु पकडा काँचो चिकन खोइ उता छ क्याम्पिङ ब्याग खोइ झोला ब्याग कति पऱ्यो अरे दाम कति झोला 40मा आउँछ कहाँ आउँछ 40मा एकचोटि त्यो धारा छ धारामा मुजुरा आउने 60 रुपियाँ 10 थप्नु त्यहाँ छिटो क्याम्पिङ ब्याग सरहरू के चाहिन्छ भन्नु अर्को सर के छ ओ आर्मी सर के छ खबर डबल पेन्सन थापेर पुलिसकै आउने কি বনছো ভালোবাসে ঘড়ি নাই লাগবো ঘড়ি একটা লেবেন একটা ফ্রি দিছি হ্যাঁ লাগবে না हेलो एभ्रिवान यस फाइनली आजको सन्डे चाहिँ यतिको भव्य साथ लागेको भन्न मिल्छ हाम्रो सानो यो काठमाडौँ बजारबाट म बारमा
आँखमा अर्थात् बारामुखी प्रकाश मेलेसम्म र यस्तै भिडियो लिएर म यहाँलाई उपलब्ध गराउनेछु। यतिखेर हरेक सरसामानहरू चाहिँ यहाँ एकदमै रिजनेबल प्राइसमा सेलिङ भइरहेको यहाँलाई म पहिलेदेखि जानकारी गराएको छु र फेरि पनि यस्तै भिडियो म यहाँ समक्ष आउनेछु र जो जतिले यो भिडियो हेरिनुहुन्छ थ्याङ्क यू सो मच एन्ड फलो पनि गरिदिनु भन्दै आज यस भव्य दिनलाई मैले यहाँ सार्वजनिक गरिसकेको छु र जो जसले सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ दिस सर्ट भिडियो।